हजुरहरु पनि आउन सक्नुहुन्छ 8 अफ द बिगेस्ट फेस्टिभल अफ युके हेलिकप्टरमा यहाँ 100 वटा भन्दा धेरै नै रहेको छ कस्तो लागेको छ मेलामा आउँदाखेरि हेलिकप्टर देखियो रोजी कलर रोजी हेर्न पाइन्छ यो हेलिकप्टर सबभन्दा सस्तो होला यो चाहिँ हाम्रो महँगो हेलिकप्टर यहाँ छ पाइलट अहिले हेलिकप्टरलाई अब ग्राउन्डमा ल्यान्ड गराइसक्नुभयो थोरै मात्रै बाँकी छ हावाले उडाउँछ कि जस्तो छ त फाइनली ल्यान्ड भइसक्यो अनि हाम्रो यतापट्टिको अर्को हेलिकप्टर फेरि उड्नु तयार भइसकेको छ आज हुन गएको यो एनपीको रेस कोर्समा हुने रेसमा अन्य 10 मिलियनको रेस हुँदैछ भव्य तरिकाले रेसहरू भइरहेको छ हजुरहरूलाई पनि आउन चाहनुहुन्छ भने यस्तो मेला हेर्न चाहनुहुन्छ भने आउनु होला जम्मा टिकट रहेको छ 50 पाउन्डमा यस्तो खालको यो पाइने छ अनि दोस्त भन आज हामी यस एन्ट्रीमा आयो रेस कोर्समा हेर्न आएको मेला कस्तो लागिरहेको छ तिमीलाई ठुला मान्छेहरू आइरहेछ नि हामी चाहिँ बसिरहेको छौँ अब हामी अब उता रेस हुँदैछ हाम्रो अर्को हेलिकप्टर पनि आइसकेको छ 20 पाउन्डले टिकट स्टुडेन्ट आइडी कार्ड भएपछि जम्मा 60 पाउन्डदेखि 70 पाउन्डमा हजुरलाई टिकट पाउनुहुनेछ 5 मिलियन पाउन्डको गेम छ त्यो हेर्नलाई आएको हामी यता रहेको छ हाम्रो हेलिकप्टरहरू ल्यान्ड गर्ने एरिया यहाँ 10, 20, 30, 40 वटा हेलिकप्टर रहेका छन् भने हाम्रो यतापट्टि कार पार्किङ रहेको छ र हाम्रो दोस्तले हिजो हामी 3 दिनको लागि टिकट लिएका छौँ पर डेको 50 को दरले पहिलो दिनको 70 र दोस्रो 2 दिनको 50 को पाउन्डको दरले र हाम्रो दोस्तले हिजो हर्समा बेटिङ हानेर हामीले दोस्तले कति कमाएका हो दोस्त भन लगभग 500-600 सम्म कमायो 600 पाउन्ड जति कमाइसकेका छन् बेट भनेको लिगल हो युकेमा मजाले युकेमा बेट लाउन सक्नुहुनेछ यो हाम्रो एन्ट्रीको रेस कोर्स हो एन्ट्रीको रेस कोर्सको तपाईँले कार्ड लिएपछि यो लिन यो पाउन सक्नुहुनेछ टिकटको रूपमा एन्ट्रीको मेलाको हाम्रो यो चाहिँ हाम्रो कार पार्किङ रहेको छ यो भनेको सानो कार पार्किङ हो नि ठुलो उता पछाडि रहेको छ नि माथि यतापट्टि एन्ट्रीमा बस्नको लागि जम्मा 50,000 देखि 1 लाखसम्म मान्छे अटाउने भवन रहेको छ। हजुर पनि आउनुहोस्, हर्स राइड भएको हेर्नुहोस् अनि पैसा कमाउनुहोस्। हामी जस्तो मस्त डुल्नुहोस्, चिल गर्नुहोस्।
हाम्रो 3 दिनको टिकट रहेको थियो, लिएको थियौँ हामी भने 2 दिन हामी साथीकोमा बस्यौँ। आज लास्ट डेट हो।